नियुक्त गर्नु भएको छ त्यसमा चाहिँ नातावाद कृपवाद केपी ओलीले चाहिँ आफ्नै नातेदारलाई चाहिँ त्यहाँ नियुक्त गरेका छन् उहाँको साला के पर्थ्यो उहाँमा छ त्यो संसदभित्र 886 उहाँको नातेदारहरू धेरै छ पढेको होइन एकजना सालालाई जागिर खुवाउनको लागि यत्रो समर्थन भएको कुलमानलाई महिलाको पखेटा पलायो भने त्यसो कालाउँछ भन्ने थाहा छ तपाईँहरूलाई होइन अब यो पखेटा उभिसकेको छ उहाँको स्याललाई दशा लाग्यो भने असल छिर्छ अरे यो कुरा एकदम यथार्थ कुरा हो अब भनेको कुरा के हो भने नि वास्तवमा उहाँहरूले 4 जना मान्छेलाई काम गर्न सारा राज्य मिलेर लखेट्दैछ उनीहरूले भनिसकेपछि अब काम गर्न मान्छे को आउँछ होइन त्यसले गर्दाखेरि आफू पनि सिङ्गो नबाँध्दै काम गर्न आउने मान्छेलाई पनि यसरी लखेट्दै गइसकेपछि कुलमान जस्ता मान्छेहरूलाई हटाउनु भनेको काम गर्ने मान्छेलाई चाहिँ हतोत्साहित गर्नु हो त्यही भएर हामी जनताले उहाँहरूलाई संरक्षण गर्छौँ त्यही भएर जनताको मत पाएर हिजो उहाँहरूले आज सरकार चलाएर बसिराख्नु भएको छ भने जनताले नै भोलि कुलमानलाई प्रधानमन्त्री समर्थन गर्दा के पाउनुहुन्छ जनताले भनेको त सुन्दै सरकारले सुन्ने भयो त अहिले कुलमानलाई हटाउने अवस्था नै आउने होइन होइन सुन्ने काम गर्नुहुन्छ उहाँले कसरी सुन्ने काम गर्नुहुन्छ पार्टीहरूले चाहिँ निलो क्रान्ति गरेर पनि आउनु भएको छ निलो क्रान्ति गरेर केही पनि हुँदैन क्या यहाँ छिरिबिरी कालो धर्के क्रान्ति गरेर बसेको मान्छेले निलो क्रान्ति केही हुन्छ त्योभन्दा डबल क्रान्ति ल्याएर पार्टीको झन्डा बोकेर कोही पनि नआइदिन्छ यही भन्छ यो आह्वानमा हामी यहाँ जति पनि अब 1:30 पछि हाम्रो स्वतन्त्र साथीहरू यहाँ भेट हुँदैछ प्लिज तपाईँको पार्टीको झन्डा लोगो सबै तपाईँले पुलिसको ठुलो भ्यान छ अब यो घाँस हामी उहिले चाहिँ घाँस काट्न जाँदा चाहिँ ठुलो टोकर लान्छौँ क्या धेरै अब घाँसहरू अटाउँछ भनेर होइन त्यस्तै अब यहाँ जनताहरूलाई खाद्ने ठुलो गाडी आउँदैछ घाँस खाँदै जस्तो खाँदैन जसले काठमाडौँ महानगरपालिकामा 3 महिनादेखि बजेट अड्काइराखेको छ हो उहाँको स्टाटस तपाईँहरूले पनि हेर्नुभयो होला होइन र उहाँले के भन्नुभएको छ भने अब 3 दिनभित्रमा तिमीहरूले हामीलाई यो बजेट पास गरेर हाम्रो कर्मचारीलाई सकिएन भने तिमीहरूले ल्याएर चाहिँ ल्याएर गाडिदिन्छु भनेर माथि बसेको छ सरकारको हामी जनताले गर्छौँ लिडरसिप आउनु पऱ्यो हामी अभिभावक टिम भएर बसेको छ लिडरसिप गरेर आउनु पऱ्यो बाले अब बालेले स्ट्याटस मात्रै लेख्ने होइन फिल्डमा आउनु पऱ्यो हाम्रो संरक्षण गर्नु पऱ्यो बालेले हाम्रो फिल्डमा आउनु त परै जाओस् कुरा अहिले काठमाडौँ महानगरपालिकाका सर्वसाधारणले बालेलाई भेट्नसम्म भेट पनि पाउँदैन भन्ने कुरा छ हो मैले भन्नु खोजेको फलाम चाहिँ तातीको बेला मात्र आकार आउने हो भोलि यो देश कसैको हातमा गयो भने बाले शाह पनि काम छैन कुलमान घिसिङ पनि काम छैन हर्का सम्पन्न पनि काम छैन जब मरेपछिको औषधि केही पनि छैन त्यो कामै छैन त्यसले गर्दाखेरि जनताले के चाहेको छ अत्याधिक माग अहिले कुलमान घिसिङ लगायतका 4-5 जना पात्र छ ती पात्रहरू माइती घर मण्डलामा आएर हामी जनताको लिडरसिप लिनुपर्छ अहिलेको अवस्थामा चाहिँ बालेन शाह माइती घरमा आफ्ना कर्मचारीहरूलाई तल खुवाउनको लागि आउन सक्ने कि नसक्ने एउटा स्ट्याटस मात्रै लेख्ने हो मेयरले यसरी आन्दोलित गर्न नसक्ने टुकुता खोलामा चाहिँ मान्छे गाड्छु भन्ने त्यो सम्भव छ अहिले भने बालेन शाहले गाड्ने हो क्या यो वितृष्णाले गाड्ने हो क्या हामी जस्तो फ्रस्ट्रेसनले गाड्ने हो उहाँले त एउटा लिडरसिप गर्नु पर्यो नि कहिले गर्नु हो त हामी भन्दैछौँ तपाईँ कहिलेसम्म यो महानगरपालिकाको 32 वटाको मेयर मात्रै बस्थे तपाईँसँग त यो देश बनाउने भिजन छ त डाटा भएको मान्छे हो तपाईँ किन 32 वटामा अड्केर बस्नु भएको छ यो लुटेराहरूले काम गर्नै दिँदैन तपाईँलाई त्यहाँ लखेटेको छ ल तपाईँ ठ्याक्कै भनिदिनुहोस् त आज काम गर्ने मान्छेलाई कसले छोडेको कुनलाई छ त यहाँ कसैलाई पनि छोडेकै छैन क्या साँच्चीकै जनता तपाईँ यो देश बनाउनु जम्मा 4 वर्ष मात्रै लाग्छ क्या 4 वर्ष यो देश हामीलाई जिम्मा दिनुहोस् हामी बनाइदिन्छौँ तपाईँहरू छोडिदिनुहोस् कुर्सी तपाईँहरूको काम छैन डेट एक्सपायर भइसकेको छ है तपाईँहरूलाई कस्तो खालको नियम लगाएर अब भ्रष्टाचार विरुद्धको मुद्दा लगाउने हो भने तपाईँको साँच्चीकै बन्यो भने पिउनदेखि हाकिमसम्मको सम्पत्ति शुद्धिकरण भने नम्बर 1 ल्याउनु पर्छ हरेक सम्पत्ति यहाँ कार्यकर्तादेखि केपी ओलीसम्मको सम्पत्ति शुद्धिकरण गर्नु अहिले राजा भन्दै हुनुहुन्छ नि तपाईँहरू राजाको सम्पत्ति शुद्धिकरण गर्नु पर्यो राजासँग यिनीहरूले राजा गरेर मिल्ने भने के हुन्छ हामी जनता जहिले पनि अल्पतरै गर्ने विश्वास छैन तपाईँलाई अब मलाई अहिले ठ्याक्कै कसैको विश्वास छैन होइन राजासँग राजा सिंहल आएर उहाँले ढड्डामा लेखिदिनु पर्यो मैले यो खालको चाहिँ म अब गर्छु र भ्रष्टाचारलाई म एउटा पनि छोड्दिनँ मबाट सम्पत्ति छान्ने सुरु गरौँ ल जनता भन्दै म मान्न सक्छु क्या यहाँ भ्रष्टाचारीले नै यो देश पुरै सिद्धिएको हो यो भ्रष्टाचारले ल्याएर एक खाल्टोमा नहाली गरेर यो देश बन्ने तपाईँ कल्पना पनि नगर्नु सिधै र त्यसको लिडरसिप कसले ल्याउनुहुन्छ म मर्न तयार छु मर्न तयार छु म यो देश बन्छ भने म मर्न तयार छु यतिको सबै युवाहरू सोचेर अब अहिले पार्टीको
पार्टीको छोड्नु तपाईँहरूको पार्टीको हाम्रो विश्वास धेरैचोटि धोका दिइसकेको पार्टीहरू यो रामायण पढाएर यो विश्वमित्र पढाएर यो देश बन्दैन। यो 5 घन्टा यहाँ भाषण पायो भने यिनीहरूले यहाँ पुरै 6 घन्टा भाषण गर्छ, भाषणले यो देश बन्छ। यहाँ त विकासवादी नेताहरू आउनु पर्यो, भाषण होइन काम गर्न जानु पर्यो। कहाँनिर नोट खोल्नुपर्ने हो, कहाँनिर पानी पुगेको छैन, कहाँनिर जनताले पुलिस प्रशासनले घेरिसकेको छ, प्रहरी प्रशासनले होइन। डोको भन्छ नि उहिले घाँस जाँदाखेरि चाहिँ हामीले ठुलो डोकोमा चाहिँ धेरै घाँस आँट्छ भनेर चाहिँ ठुलो डोको बोकिन्छ। त्यस्तै अब ठुल्ठुलो गाडी चाहिँ पुलिस प्रशासन प्रहरी प्रशासनको आएको छ। त्यहाँ माथि अझ ठुलो छ होइन। अब घाँस काटे जस्तै जनतालाई खाद्नुले नेपाल सरकारको प्रहरी प्रशासन तयारीमा छन्। यहाँ अझै श्रेष्ठ भाइले चाहिँ त्यतिकै हुनुहुन्छ। यति धेरै पत्रकार सायहरू हुनुहुन्छ। अब के हुन्छ भन्ने कुरा म चाहिँ पछाडि आउँदैछु है त साथीहरू। साँच्चीकै जसरी तपाईँले यो चाहिँ भ्रष्टाचार मुक्त बनाइदियो त्यो विद्युत प्राधिकरणलाई, त्यसरी चाहिँ यो देशको भ्रष्टाचार मुक्त गर्नुपर्छ। 17 जिल्लाको त्यसको लिडरसिप दिनुपर्छ, बालेन शाहले लिनुपर्छ, घरका सन्तानले लिनुपर्छ। आउनुहोस्, यहाँबाट देश बन्दैन। अब हामी जनतालाई तपाईँले लिडरसिप दिएर हामी अगाडि बढ्छौँ। के हो हाम्रो नायक भनेको गुन्डालाई मन्त्रीज्यूहरूले त खम्बा पारेको छ, सबैलाई 0 नम्बर दिनुभएको छ। त्यो सबै लोकसेवी छैन मुक्त गर्ने भनेको इन्डियाले भन्नुभएको छ। यस्तो खालको राष्ट्रिय घाँटी अभिव्यक्ति हुने मान्छे कस्तो हो? लेखाको कार्यमा लेखामा उहाँ नै अध्यक्षता हुनुहुन्छ। अनि त्यसपछि सांसद भवन गएर फेक